खुसी प्राय एउटा साइडमा केटी बस्छ अब टक्क लाग्यो फाइनली हामी चाहिँ गेटमा पुगिसकेका छौँ एनबी बलको यो तपाईँ राति भात हेलो गाइज स्वागत छ हाम्रो यो छोटो मिठो ब्लगमा तपाईहरुले एकदम स्वागत छ गाइज। आज चाहिँ हामी पोखराको एनबीए प्राइम मिनिस्टर कप हेर्न जाँदैछौँ पीएम कप। आज चाहिँ गण्डा फाइनलमा आज चाहिँ फाइनल रहेको छ गण्डकी वर्सेस ट्रिपल एम नेपाल रहेको छ। मेरो चाहिँ फुल समर्थक गण्डकीलाई रहेछ। आज जे भए पनि आज गण्डकीको समर्थकहरू धेरै हुन्छ रमाइलो हुन्छ हल्ला मचाइन्छ जस्तो गाइज। त्यसैले म चाहिँ गण्डकीको समर्थक भइगयो। मैले पार्टी चेन्ज गरिसकेँ। अब खेलाडी त मलाई पनि मनपर्छ। गाडी त किन आउनु गाडी पनि आइसकेको खाए फाइनल्ली हामी चाहिँ पुगिसकेका छौँ। हामी त अहिले कहाँ त यो ठाउँ नाम थियो नयाँ पुलमा पुगिसकेका छौँ गाइज। माछापुछीको गाउँपालिका सबभन्दा आरोहण गर्न नसकिएको अहिलेसम्म धेरै मृत्यु भएको हिमाल हो। माछापुछी 8000 कतै 12 किलोमिटर 8000 भन्दा धेरै छ। जे भने अलि एक्ज्याक्टली थाहा छैन। त्योमा चाहिँ धेरै मृत्युदर भएको छ है। हेर्न सक्नुहुन्छ गाइज यहाँको प्राकृतिक सौन्दर्य हेर्न सक्नुहुन्छ गाइज। हामी चाहिँ यहाँ यो नयाँ पुल भन्ने ठाउँमा पुगिसकेका छौँ। हाम्रो गाडी आउने अस्ति यहाँ भलिबल कप भयो नि यहाँको भलिबल पनि थियो वडा स्तरीय कप। हामी चाहिँ पोखरा उपमहानगरपालिकामा जाँदैछौँ। हाम्रो गाडी आइसकेको छ। हेर त मान्छे कस्ता कस्ता हुन् दादाहरू। के भन्न चाहनुहुन्छ तपाईँ आजको खेलमा? तपाईँको कसले सर ओ के अरे गाइज अब हाम्रो फाइनली बस आइपुगेको छ। अनि भरे छोटो मिठो ब्लगमा वीरेश सर तपाईँले गाडी देख्न साथ कस्तो महसुस भयो? एकदम आनन्द पुरा खुसी प्राय एउटा साइडमा केटी बस्छ अब टक्क लाग्यो खुसी प्राय एउटा साइडमा केटी बस्छ अब टक्क लाग्यो सर त नाम छ गाइज यार। गाडी अलि आज ढिलो गरेर फेरि यत्रो हिँडे कि वीरे फेरि जाला र फेरि पछाडि तँ गाडी रोक्नु दुईटा गाडी सँगै अहिले त पछाडि हेर्दा त्यहाँ अघि है रिजर्भ गाडी आयो पोखरा रामपुर लुङलेक लोहाङ रिजर्भ नै आयो यार। नम्बरको गाडी होइन ऊ यहाँ अगाडि यहाँ यत्रो बोर्ड लेखेको छ लोहाङ जाने बाटो भनेर। हो गाइज वेलकम छ। आइएम ब्लगर गाइज सब्सक्राइब मारो यार सब्सक्राइब मारो यार। गाडी आयो गाइज फाइनली अब गाडीमा चढ्ने त्यहाँको बाइकमा सर नभए बोला गाडीमा पनि हेर्थ्यो मान्छे यार गिरी सर अब मिला भइरहेको बस्छु ल फाइन टिकट कति होला 1600 भन्ने साँच्चै होला 1600 वाओ बास्केटबल
मैले अस्ति बिना सुनार लागि यहाँनिर भेटेको कि होइन कपडालमा पुगिसकेका छौँ हाई हाई अन्त लभ के सुरज टिकट पत्याउँछ सुरज भनेर टाइगरमा त्यत्रो 1000 रुपियाँ मात्रै बढाएको थिएँ अहिले त रिसेट त गेम त खेलाइरहेको छ खै यत्रो 800 जाँदाखेरि आमा अलि मिलाउनु भन्नु न यार 500 रुपियाँ भन्थ्यो त बोले 1600 किन भन्थ्यो त 800 भन्नुपर्छ के सक्नु भयो के छुटपुट हुन्छ यो तपाईँ राति बाहिर रहेछौँ भित्र बाहिर जति गर्दा पनि केही हुन्न त्यसपछि भोलि नै आयो हुन्छ के स्क्यानर त पानीको बोतलहरू केही छ लाइनमा आउनुहोस् त लाइनमा आउनु एउटै लाइनमा पानी भित्रै छ पिएर जानुहुन्छ यहाँ राखेपछि याद गर्नु हेलो हजुर टिकट ल धन्यवाद कहाँ भन्नु त डेन्जर रहेछ आर्मी भर्सेस पुलिसको गेम भइरहेछ 3rd पोजिसनको लागि अहिले चाहिँ है पछिल्लो समय एकदम भाइरल हुनुभएको हाम्रो एमके बाजे हुनुहुन्छ उहाँ भाइरल एमके बाजे and head coach Mr. Kumar Rai. Similarly, Team B, Nepal Police Club, NPC. Number 3, Manisha Kumari Chaudhary. Number 5, Poonam Chand. Number 6, Usha Bhandari. Number 8, Kopila Rana.
अब चाहिँ फाइनलको लागि टिकटक हेड नेपाल र कन्ट्याक्ट परिसकेको छ। कसले जित्छ हेरौँ है। फर्स्ट नम्बर 1 टिकटक हेड नेपाल रहेको छ। गण्डकीका मेन खेलाडी आइमल खान घाइते भएका छन् यति बेला। गण्डकी प्रदेशको मेन खेलाडी घाइते भएको यार आइमल खान क्या खेल्नु बिराले गर्दाखेरि हो सबै। फाइनली गाइज हामी बाहिर आइसकेका छौँ। गण्डकी वर्सेस टिपटप हेल्प नेपाल बिच टिपटप हेल्प नेपालले विजयी भएको छ भने यस्ता समर्थक होइन हुन्छ। हामी जस्तो हुनु पऱ्यो हारे पनि बस्नु। हामीभन्दा गोल थियो त कन्सेप्ट थियो। म त थिइनँ, म त टिकटकै थिएँ क्या। म त टिकटकै थिएँ क्या। पिक्चर हुन् अनि होइन वीरे सर वीरे सर तपाईँले आजको खेल कस्तो लाग्यो? दुर्भाग्य क्या एकदम नराम्रै भाग्यो बिचराहरूको। गण्डकीले फिक्स जित्नुपर्ने गेम हारे यार बल्लै बल्लै होइन। बिचरा हुन पनि एउटा आइमल खान घाइते भएपछि सक्यो त्यसको। ब्लग गाइज आजको ब्लग यहीसम्म थियो। अन्तिमसम्म हेर्ने र साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद छ।